सेलरोटी बनाउँदा के आवश्यक पर्छ? आउनुहोस् सँगै बनाऊँ। यहाँहरू सम्पूर्णलाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आज हामी सेलरोटी बनाउन जाँदैछौँ, जसलाई चाहिँ हामीले चामललाई चाहिँ केही घन्टासम्म भिजाएर अनि ओखलमा यसरी पिसेर लिएर आएका छौँ र अहिले चाहिँ हामी चिनी, घिउ अनि पानी हालेर चाहिँ यसलाई मुस्दैछौँ र यसलाई पनि केही समयसम्म राख्नुपर्ने हुन्छ। केही घन्टासम्म हामीले चाहिँ 4 घन्टासम्म यसलाई हामीले चाहिँ छोपेर राखेका थियौँ। अडिएको हेर्न क्या पिठै रोटी त खुट्टा उमारे कि क्या भिडियो बनायो भने गरे आन्टीले पनि के ऊ त्यस्तो रोटी हुनुपर्छ क्या यहाँ है यस्तो रोटी यस्तो हो त्यस्तो हुनुपर्छ। र यसरी चाहिँ आजको दिनको हाम्रो सेलरोटी बनाउने कार्यक्रम सकिन्छ। आशा छ हजुरहरूले सिक्नुभयो होला। यतिन्जेल मलाई साथ दिनुभएकोमा थ्याङ्क यू सो मच। बाई बाई।